हेलो एभ्रिवन वेलकम टु माई युट्युब च्यानल। आजको भिडियोमा चाहिँ हामी बिएससी सेकेन्ड इयर डिफरेन्सियल इक्वेसनको फर्स्ट च्याप्टरमा रहेको यो डिरेक्सन फिल्डको बारेमा मजाले डिस्कस गर्नेछौँ। यो डिरेक्सन फिल्डबाट चाहिँ हामीलाई एक्जाममा 4 to 5 मार्क्सको क्वेसनहरू एकदमै सोधि नै राखेको हुन्छ। डिरेक्सन फिल्डको बारेमा त हजुरहरूले केही नै थाहा छैन भने पनि तपाईँहरूले अब यो भिडियो हेरिसके पछाडि थाहा पाउनुहुनेछ। भिडियो स्किप नगरिकन हेर्नु होला। मैले अरू क्वेसन पनि लिएको छु, ट्युबमा सोधेका क्वेसनहरू धेरै नै लिएको छु, हेर्नु होला। अब डिरेक्सन फिल्ड भनेको के हो, यो तर्फ जाम है। डिरेक्सन फिल्ड भनेको के हो त भन्दाखेरि चाहिँ हाम्रो द डिरेक्सन फिल्ड अफ द स्लोप अफ द डिफरेन्सियल इक्वेसन obtained which show the divergent or convergent convergence of the solution of the differential equation from the equilibrium solution is called direction field भने चाहिँ direction field भनेको ग्राफमा धेरैवटा एकदमै साना लाइनहरू बनाएर सोलुसन कुन चाहिँ डिरेक्सनतिर गएको छ त, माथितिर गएको छ कि तलतिर गएको छ कि भनेर एउटा देखाउने तरिका हो। अब देखाउने तरिका हो है, डाइभर्जेन्ट भएको छ कि कन्भर्जेन्ट भएको छ भन्ने है। तपाईँले डाइभर्जेन्ट र कन्भर्जेन्ट भन्ने पनि म तपाईँले बुझाउँछु। अब हेर्नु है, डाइभर्जेन्ट भने हाम्रो कस्तो त भन्दाखेरि सबै चाहिँ हाम्रो इक्विलिब्रियम सोलुसनतिर आइरहेछ भने हैन, लाइन चाहिँ हाम्रो यो इक्विलिब्रियम सोलुसनतिर आइरहेछ भने यस्तोलाई डाइभर्जेन्ट भन्छ। के भन्छ अरे हाम्रो कन्भर्जेन्ट भन्छ, सरी हाम्रो यसलाई के भन्छ अरे कन्भर्जेन्ट भन्छ हैन। अब हाम्रो चाहिँ के भएको छ त भन्दाखेरि चाहिँ अब जस्ट इक्विलिब्रियम सोलुसनबाट हैन टाढा टाढा गएको छन् भने लाइन टाढा टाढा गएको छन् भने चाहिँ यसलाई चाहिँ हाम्रो डाइभर्जेन्स भनेर भन्छ है। अझै नआत्तिनुस्, हजुरहरूलाई म अरू इक्जाम्पलहरू पनि दिएको छु, हजुरहरूले बुझ्नुहुनेछ। अब इक्विलिब्रियम सोलुसनबाट भनेको छ नि यहाँ क्वेसनले, अब इक्विलिब्रियम सोलुसनबाट भनेको छ नि हैन, इक्विलिब्रियम सोलुसनबाट हैन यिनी लाइनहरू इक्विलिब्रियम सोलुसनबाट कहाँतिर गइरहेछन् भनेर देखाउने एउटा तरिका हो भनेर दिएको छ नि। अब इक्विलिब्रियम सोलुसन भने के हो तपाईँहरूले बुझ्नु नै छ, नआत्तिनुस्। डिरेक्सन फिल्डले सोलुसनले इक्विलिब्रियमतिर जाँदैछ कि टाढा जाँदैछ भनेर बुझ्न मद्दत गर्छ भनेर मैले नेपालीमा पनि सर्ट लेखेको छु, हजुरहरूले बुझिसक्नु भयो। इक्विलिब्रियम सोलुसन भने के हो त भन्दाखेरि चाहिँ कन्सटेन्ट सोलुसन द्याट डज नट चेन्ज विथ टाइम, जुन चाहिँ टाइमसँगै के हुँदैन, चेन्ज हुँदैन, एउटा कन्सटेन्ट सोलुसन हो। जस्तै के हो भनेर हजुरले बुझ्नुहुन्छ, म फेरि नै भने होइन, बुझ्नुहुन्छ नआत्तिनुहोस्। अब हेर्नुहोस् है, इक्विलिब्रियम सोलुसन म एउटा लिएँ है, एउटा लिएँ मैले। अब हेर्नुहोस् है त, एउटा इक्जाम्पल पनि मैले लिएको छु होइन, कसलाई कन्भर्जेन्ट कसलाई डाइभर्जेन्ट भन्छ भनेर है। ल हेर्नु, इफ द सोलुसन मुभ्स टुवार्ड्स द इक्विलिब्रियम सोलुसन इट इज कल्ड कन्भर्जेन्ट भनेपछि ल मानम वाइ इक्वल टु 0 भनेको हाम्रो इक्विलिब्रियम सोलुसन भयो होइन। ग्राफमा हामीले देखाउनु पर्यो अब इक्विलिब्रियम सोलुसन वाइ इक्वल टु हाम्रो कति छ 0 छ भने के। अब जस्तै जुन चाहिँ इक्विलिब्रियम सोलुसनतिर होइन, इक्विलिब्रियम सोलुसनतिर आइरहेछ नि यिनी लाइनहरू, इक्विलिब्रियम सोलुसन ल मानम हो यही भयो वाइ इक्वल टु 0 हो, इक्विलिब्रियम सोलुसनतिर आइरहेछन् नि हो, यस्तोले के भन्छ त भन्दाखेरि चाहिँ कन्भर्जेन्स भनेर भन्छ। के भन्छ साथीहरू, कन्भर्जेन्स भनेर भन्छ। हजुरहरूले नोटमा नोट भन्दा पनि हजुरको रफ नोट के छ त होइन, हजुरहरूले कपीमा लेख्दै भिडियो हेर्दै गर्नुभयो भने तपाईँले अझ बुझ्नुहुनेछ है साथीहरू। के भने मैले, इफ द सोलुसन मुभ्स टुवार्ड्स द इक्विलिब्रियम सोलुसन इट इज कल्ड कन्भर्जेन्स भने चाहिँ जुन चाहिँ इक्विलिब्रियम सोलुसनतिर गइरहेछ, यस्तो सबै यहाँ मैले लेखेको छु नि, यहाँ बनाएको छु नि, जुन चाहिँ इक्विलिब्रियम सोलुसनतिर गएको छ होइन, त्यस्तोलाई चाहिँ के भन्छ अरे हाम्रो कन्भर्जेन्स भनेर भन्छ। नआत्तिनुहोस् है त साथीहरू, हामीले एकदमै बुझ्नेछौँ सरल होइन। सुरुदेखि 0 छ भने पनि केही थाहा छैन भने पनि तपाईँले यो भिडियो हेर्नुभयो भने एकदमै बुझ्नुहुनेछ होइन। सुरुदेखि नै हेर्नुहोस् भिडियो, हजुरले जानेरै जानुहुनेछ होइन। 4 मार्क्स चाहिँ हजुरहरूले खल्तीमा राख्नुहुनेछ भनौँ न होइन, जानिसके पछाडि है। अरू क्वेसन पनि छन् है साथीहरू, ल तिनीहरू पनि आइराखेका छन्, एकैचोटि सोध्छ होइन। यसदेखि हाम्रो फर्स्ट च्याप्टर इन्ट्रोडक्सन च्याप्टरबाट त हाम्रो 8 मार्क्सको क्वेसनै सोध्छ, डिरेक्सन फिल्ड पनि सोध्छ 4 मार्क्सको होइन। अनि अरू के सोध्छ हामीले डिस्कस गर्दै जाऊँ ल हेर्नु है। अनि त्यसपछि हाम्रो के भने कन्भर्जेन्ट भने के हो त हजुरलाई थाहा नै छ होला। कन्भर्जेन्ट भने के हो त, इफ द सोलुसन मुभ अवे फ्रम द इक्विलिब्रियम सोलुसन इज कल्ड
डाइभर्जेन्ट सरी मैले जहिले कन्भर्जेन्ट भन्छ होइन सरी ल है। अब डाइभर्जेन्टका कुराहरूतिर आछौँ है। कन्भर्जेन्ट भनेको इक्विलिब्रियम सोल्युसनतिर आइराख्ने होइन, आउने लाइनहरू इक्विलिब्रियम सोल्युसनतिर आइराखेका छन् भने होइन, आइरहेछन् भने त्यसलाई कन्भर्जेन्स भनेर भन्छ। डाइभर्जेन्स भनेको ल मानव यो y इक्वल टु 0 भन्ने यो लाइन चाहिँ इक्विलिब्रियम लाइन हो, इक्विलिब्रियम लाइन हो है। हो यो इक्विलिब्रियम लाइनबाट टाढा टाढा गएका छन् भने होइन, लाइनहरू टाढा टाढा मैले गएको देखाएको छु नि, टाढा टाढा गएका छन् भने, टाढा टाढा गएका छन् भने यसलाई चाहिँ डाइभर्जेन्स भनेर भन्छ। बुझ्नुभयो होला नि के भनेर मैले। यदि इक्वली यहाँ मैले यिनी दुईवटा बुझाएको छ है साथीहरू, हजुरले बुझ्नु भने फेरि एकचोटि हेर्नुहोस्। कन्भर्जेन्ट भने के हो अरे, यो बुझ्नै पर्ने हुन्छ कि यो एकदमै बुझ्नुपर्ने हुन्छ, नजानिकन हुँदैन। कन्भर्जेन्ट र डाइभर्जेन्स भनेर बिहेभियर देखाउन भन्छ हामीले क्वेसनले, त्यही भएर एकदमै जान्नुपर्ने हुन्छ कि। ल हेर्नु ल है, कन्भर्जेन्ट भने कस्तो अरे, जुन चाहिँ यो जुन इक्विलिब्रियम सोल्युसनतिर आछन् होइन, माथिदेखि पनि इक्विलिब्रियम सोल्युसन ल y इक्वल टु 0 भनेर मैले लेखेँ नि, y इक्वल टु 0 भनेर लेखेँ नि, माथितिरबाट पनि आइरहेछ, यतैतिर गएको छ, यतैतिर मुभ भएको छ भनेपछि यसले चाहिँ के भन्छ, कन्भर्जेन्स भनिन्छ होइन। इक्विलिब्रियम सोल्युसनदेखि टाढा भागेको छ होइन, टाढा भागेको छ भनेपछि त्यसलाई चाहिँ के भनिँदो रहेछ, डाइभर्जेन्स भनेर भनिन्छ। हजुरलाई याद भइसक्यो होला, याद भइसक्यो हजुरलाई होइन, मलाई थाहा छ हजुरले याद भइसक्यो। अब हामी जाऊँ इक्जाम्पल 10 बुककै इक्जाम्पल हो। अब यसमा के छ, यो एकदमै हेर्नु साथीहरू होइन, एकदमै ध्यान दिएर हेर्नुहोस्। कतै ध्यान दिनुभएको छ भने अहिले होइन, कुरा गर्दै हुनुहुन्छ भने होइन, कतै होइन साथीहरूसँग अब भिडियो जस्तरी पनि हेर्न सक्नुभयो नि तपाईँहरूले होइन, अब खाना खाँदै पनि हेर्न सक्नुहुन्छ हो, अनि अब साथीहरूसँग कुरा गर्दै गर्दा पनि हेर्न सक्नुहुने भयो होइन। त्यसो नगर्नु है, एकदमै रुममा हुनुहुन्छ भने होइन, आफ्नो जस्तै स्टडी रुममा हुनुहुन्छ भने एकदमै कन्सन्ट्रेट भएर हेर्नुहोस्, नोट राख्नुहोस् भन्न खोजेँ है त साथीहरू। अब के भयो, अब हेर्नुहोस् यो जस्तै इक्जाम्पल 10 बुझ्नुभयो भने तपाईँले यसबाट एकदमै होइन, यसबाट धेरै कुराहरू बुझ्नुहुन्छ। अब इक्जाम्पल 10बाट हेर्नुहोस् है त, डिरेक्सन फिल्डको बारेमा यस्तो आएको छ। यो इक्जाम्पल 10 पनि इक्जाममा आइराखेको छ। अब हाम्रो इक्जाम्पल कस्तो छ त भन्दाखेरि हेर्नुहोस् है, के गर्नुपर्छ म हजुरहरूले भन्ने छु, नआत्तिनुहोस् है, म भन्ने छु, तर तपाईँले एकदमै ध्यान दिएर लेख्दै अघि बढ्नुहोस् है त साथीहरू। जसरी भए पनि सिकाउने त्यो मेरो जिम्मा छ। ल ड्र डिरेक्सन फिल्ड फर द गिभन डिफ्रेन्सियल इक्वेसन भनेछ है, हामीले एउटा डिफ्रेन्सियल इक्वेसन दियो, यसलाई चाहिँ डिरेक्सन फिल्ड बनाएर देखाउने भनेछ है। मैले कन्भर्जेन्स र डाइभर्जेन्स भनेको के हो हजुरले भनिसकेको छ। अब इक्विलिब्रियम भने सोल्युसन भनेको के हो कस्तो हो तपाईँले अब बुझ्नु नि सक्यो बिस्तारै। मैले भनिसकेको छु अघि नै, इक्विलिब्रियम सोल्युसन भनेको चाहिँ कन्स्ट्यान्ट सोल्युसन द्याट डज नट चेन्ज विथ टाइम भनेर मैले लेख्न त लेखेको छु, हजुरहरूले पनि लेख्नु होला। तर हजुरहरूले अब के हो त भनेर अब यही इक्जाम्पलबाट बुझ्नु नै छ है। यो इक्जाम्पल नै आइराखेको छ इक्जाममा आउन चाहिँ। अब त्यसपछि के भन्यो हेर्नुहोस् है, डिटरमाइन द बिहेभियर अफ y is y prime equal to 3 minus 2y. Determine the behavior of y as t tends to infinity. If this behavior depends on initial value of y at t equal to 0, describe the dependency भनेछ है। हेर है, हेर्नुहोस् है त, यहाँ के भन्यो त भन्दाखेरि चाहिँ यो दिएको गिभन इक्वेसनलाई चाहिँ डिरेक्सन फिल्डमा देखाउने, अनि यसको चाहिँ क्यारेक्टर कस्तो, यसको बिहेभियर कस्तो देखाउँछ, यसले बिहेभियर कस्तो देखाउँछ, डिपेन्डेन्सी हो कि है। अब के हो त होइन, डिस्क्राइब गर्नुहोस् भनेर भनेको छ। हेर्दै जानुहोस् है। अब के हो, हामीले गिभन इक्वेसन दियो, के दियो त यहाँ मैले लेखेँ, गिभन इक्वेसन यहाँ के दिएको छ त, y ड्यास इक्वल टु 3 माइनस 2y है। y ड्यास हामीले सानैदेखि पढिराखेको होइन, y ड्यास भनेर y ड्यास नै भने मैले हो, y प्राइम भने पनि भयो, y ड्यास भने नि भयो है। ल हामीले बुझ्नु पऱ्यो। ल हेर है, हेर्नुहोस् है त, y ड्यास इक्वल टु 3 माइनस 2y इक्वेसन फर्स्ट मैले लेखेँ होइन। अब फर क्रिटिकल पोइन्ट भनेर लेख्न पनि सकेँ मैले, के मैले फर इक्विलिब्रियम पोइन्ट भन्दा होइन भन्ने लेखेँ नि भयो है। तर हामीले के लेख्छौँ त प्रायः जस्तो भन्दा फर क्रिटिकल पोइन्ट भनेर लेख्दा राम्रो हुन्छ। इक्विलिब्रियम भनेर लेखेँ नि भयो, क्रिटिकल भनेर पनि लेखेँ नि भयो है। अब हेर्नुहोस्, अब क्रिटिकल पोइन्ट हेर्नुहोस् है, मैले के गर्नुपर्छ त भन्दाखेरि यो y ड्यास छ नि, y ड्यासको डेरिभेटिभ गर्नु पऱ्यो कि हामीले है। y ड्यासले हामीले 0 गराउनुपर्छ भनेर सोच्नुहोस्, त्यही भएर मैले y ड्यासले के गरेँ, 0 बनाएँ हो, y ड्यासलाई 0 बनाएँ। अब हाम्रो के बस्यो, y ड्यास 0 भयो भने के बस्यो त हाम्रो 3 माइनस 2y बस्यो। अब हेर्नुहोस् है, यसैमा मैले इक्वेसनमा पुट गरेको छु, y ड्यास भनेको 0 अनि यतातिरको 3 माइनस 2y गरेर यतातिरको 3 यता आउँदाखेरि माइनस
-3 भयो अनि इक्वल टु के भयो -2y भयो। अब -3/-2 हुँदै y इक्वल टु y भयो। अनि यो त हजुरहरूले आउँछ होला के भन्नु पर्यो र हैन। 1.5 इक्वल टु y आयो। के आयो रे साथीहरू? y इक्वल टु के आयो रे? 1.5 बुझ्नुभयो। यो y ड्यासले के गर्यो त भन्दाखेरि चाहिँ 0 गर्यो। भनेपछि 0 इक्वल टु कति भयो? 3 - 2y भयो। भनेपछि -3 इक्वल टु कति भयो? -2y भयो। -3/-2 गर्दाखेरि यो माइनस माइनस क्यान्सल भयो अनि y बच्यो अनि 1 पोइन्ट कति आयो? 5 इक्वल टु y आएन राम्रो? आयो। यहाँसम्म बुझ्नुभयो। हो यही 1.5 नै हाम्रो इक्विलिब्रियम सोलुसन हो है त साथी। मैले के भने रे? यो 1.5 नै हाम्रो के हो रे? इक्विलिब्रियम सोलुसन हो। अब ध्यान दिनुहोस् है, यहाँ मैले रफमा पनि सरर गरिदिएको छु। हजुरहरूले अब नोटमा लेख्नु भयो भने पनि हजुरहरूले याद हुन्छ। यसरी लेख्नु भयो भने अरू च्याप्टर पढ्दाखेरि चाहिँ भुलिन सक्यो। फेरि हेर्दाखेरि हैन याद गर्नु पर्यो नि, त्यही भएर यो नोटमा मैले एउटा रफ पनि लेखिदिएको छु। अब हेर्नुहोस् है त, इक्विलिब्रियम सोलुसन हाम्रो कति आयो रे? 1.5 आयो। अब मैले यस्तो गर्नुहोस् है, हेर्नुहोस् अब मैले यो के लेखेको कस्तो लेखेको त अब हेर्नुहोस् है त। अब हेर्नु है, हाम्रो के आयो रे? हाम्रो 1.5 आयो इक्विलिब्रियम सोलुसन। त्यही भएर मैले यहाँ के गरेँ त भन्दाखेरि यसरी लाइनिङ ड्र गरेँ, यसलाई 1 लेट गरेँ, 2 3 4 माइनस भयो हाम्रो त माइनसतिर जान्थ्यो हो, तर मैले 1.5 आयो इक्विलिब्रियम सोलुसन। त्यही भएर मैले यसलाई 1 लेट गरेँ, 1 लेट गरेँ। यही माथिर चाहिँ 1.5 हुन्छ भनेर मैले यसरी यसरी मैले के गरेँ? लाइन ड्र गरेँ। भने यत्न फेरि मैले के लेखेँ? y इक्वल टु 1.5 भन्ने लेखेँ। देख्नुभयो? 1.5 भन्ने लेखेँ। अब कसरी यो डिरेक्सन फिल्ड हामीले कसरी ड्र गर्ने, लाइनहरू कसरी ड्र गर्ने हेर्नुहोस् है त। अब मैले के गर्छु त फर्स्टमा भन्दाखेरि चाहिँ हैन, मैले चाहिँ y इज ग्रेटर देन 1.5 हैन, y चाहिँ 1.5 भन्दा बढी राख्छु है। मैले y को भ्यालु चाहिँ 1.5 राख्छु। अब कस्तो आउँछ त हाम्रो सोलुसन हेर्नुहोस् है। मैले यो इक्वेसनमा राख्ने है, y इक्वल टु 2 राखेँ। मैले के भने रे? y को भ्यालु चाहिँ 1.5 भन्दा ठुलो राख्दैछु है मैले। भनेपछि हेर्नुहोस् त, y इक्वल टु 2, 1.5 भन्दा y को भ्यालु यहाँ कति छ त? इक्विलिब्रियम सोलुसन 1.5 छ। भनेपछि 1.5 भन्दा मैले ठुलो राखेँ हैन, ठुलो राख्छ। अब सोलुसन कस्तो आउँछ? ठुलो भनेको मैले 2 राखेँ। ल हेर्नुहोस् है, मैले 2 चाहिँ केमा राख्ने त भन्दाखेरि इक्वेसन 1 मा राख्ने। इक्वेसन 1 मा हाम्रो y ड्यास इक्वल टु 3 - 2y छ नि, हो रेसिम राख्छु। हेर्नुहोस् है, y ड्यास इक्वल टु 3 - 2y गर्दाखेरि हाम्रो कति आयो त? कति आयो त हेर्नुहोस् त, कति आयो त भन्दाखेरि चाहिँ 3 - y इक्वल टु राखेको छ मैले 2 × 2 3 - 4 गर्दा कति आयो? -1 आयो। सोलुसन के आयो रे? -1 आयो। हेर्नुहोस् है त, ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। के आयो र हाम्रो? -1 आयो। त्यही भएर हामीले -1 आयो भने हामीले के गर्नुपर्छ त भन्दाखेरि चाहिँ माइनस आयो भने हैन, -1 आयो हैन, -1 आयो। त्यही भएर मैले यहाँ के लेखेको छु? इक्विलिब्रियम सोलुसन भन्दा कम अर्थात् नेगेटिभ आयो भने सो माथिबाट तलतिर जाने, यो बुझ्न पर्ने हो कि साथी। हजुरहरूले मेन यो बुझ्न पर्छ। इक्विलिब्रियम सोलुसन कति छ हाम्रो? 1.5 छ हो। यो 1.5 भन्दा सानो -1 भनेको सानो होइन र -1 हो। यसरी -1 अर्थात् यो नेगेटिभ आयो भने माथिबाट तल जान्छ है। इक्विलिब्रियम सोलुसन मैले यो लेट गरेँ, त्यही भएर माथिदेखि तल मैले के गरेँ? एरोहरू ड्र गरेँ। बुझ्नुभयो होला है? बुझ्नुभयो? बुझ्नु भएन भने फेरि एकचोटि भिडियो हैन, भिडियो फेरि रिपिट गरेर हेर्नुहोस् त, बुझ्नुहुन्छ है। मैले के भने रे? त्यही पनि म भने है त। मैले के गर्ने? सुरुमा के गर्ने रे? यो इक्विलिब्रियम सोलुसन भनेको 1.5 हो। यो 1.5 भन्दा हामीले ठुलो भ्यालु राख्ने हैन, यो मैले राखेँ। यो केमा राखेँ? हो, यो हाम्रो इक्वेसन छ नि, हो त्यसमा राखेँ। हो त्यसमा राख्दाखेरि के आयो त भ्यालु हैन, के आयो त रिजल्ट हाम्रो? -1 आयो। अर्थात् इक्विलिब्रियम सोलुसन 1.5 भन्दा कम आयो। कम आयो भने के हुन्छ? अर्थात् नेगेटिभ आयो। नेगेटिभ आयो भने के हुन्छ हाम्रो? यो इक्विलिब्रियम सोलुसन हो, यो इक्विलिब्रियम सोलुसन हो, इक्विलिब्रियम सोलुसन हो। त्यही भएर हाम्रो के हुन्छ त? नेगेटिभ आयो भन्दाखेरि चाहिँ माथिबाट तल आउँछ। नेगेटिभ आयो हो, नेगेटिभ आयो भनेपछि माथिदेखि तल आयो। अब हेर्नुहोस् है, मैले के गर्छु त? त्यही भएर मैले के लेखेँ? द सोलुसन डिक्रिज भनेर लेखेँ है त। अब हेर्नुहोस्, अब फेरि हेर्नुहोस् है त। अब त्यसपछि मैले के राखेको छु त भन्दाखेरि चाहिँ y इज लेस देन 1.5। 1.5 हाम्रो इक्विलिब्रियम सोलुसन भनेको 1.5 हो। 1.5 भन्दा मैले कम राख्छु। कम कति राखेँ त भन्दाखेरि मैले 1 राखेँ है। ल, y को भ्यालु मैले 1 राखेँ। यो इक्वेसनमा राख्छु है। y को भ्यालु 1 राख्दा के थियो? 3 - 2 × 1
है 1 आयो अनि 3 - 2 गर्दा कति भयो त 1 आयो अर्थात् पोजिटिभ आयो हाम्रो भ्यालु हो। इक्वेसन होइन इक्विलिब्रियम सोल्युसन भन्दा होइन कम राख्दा हाम्रो सोल्युसन पोजिटिभ आयो हो। सो पोजिटिभ आयो त्यही भएर हाम्रो के हुन्छ त भन्दाखेरि होइन त्यही भएर हाम्रो के हुन्छ त भन्दाखेरि चाहिँ सोल्युसन अर्थात् यिनी लाइनहरू छन् नि लाइनहरू तलबाट माथितिर जान्छ हो। त्यही भएर मैले के गरेँ त तलदेखि माथितिर लाइन के गरेँ मैले ड्र गरेँ। माथितिर भनेको यो बिचमा इक्विलिब्रियम सोल्युसन है यो भनेको हाम्रो यो टी भनेर लेट गर्ने यो भनेको वाइ हो। त्यही भएर यो टी र वाइ भइसकेपछि यो इक्विलिब्रियम सोल्युसन भयो वाइ इक्वल टु 1.5 आयो। त्यस कारणले गर्दाखेरि मैले के गरेँ नि फेरि म भने है फर वाइ इक्वल टु 1.5 वाइको भ्यालु चाहिँ 1.5 भन्दा बढी राख्दा के आयो अरे हाम्रो सोल्युसन के आयो सोल्युसन के आयो अरे हाम्रो नेगेटिभ आयो। त्यही भएर नेगेटिभ आएको कारणले गर्दा के गरेँ नेगेटिभ आउँदा के गर्ने अरे माथिबाट तलतिर अर्थात् इक्विलिब्रियम सोल्युसनतिर लाइनहरू ड्र गर्ने। अनि के गर्ने त पोजिटिभ आयो भने के गर्ने त पोजिटिभ गर्दा के गर्ने त अर्थात् वाइको भ्यालु 1.5 भन्दा बढी राख्दाखेरि कम राख्दाखेरि हाम्रो पोजिटिभ आयो सोल्युसन। पोजिटिभ सोल्युसन आयो भने के हुन्छ त हाम्रो तलबाट माथि जाने तलदेखि माथि जाने भनेपछि हेर्नुहोस् त यो कस्तो दियो कन्भर्जेन्ट भयो होइन कन्भर्जेन्ट। त्यही भएर डिरेक्सन फिल एन्ड इक्विलिब्रियम सोल्युसन फर इक्वेसन फर्स्ट भनेर मैले लेखेँ बुझ्नुभयो होला। अझ इक्जाम्पलहरू त छन् अनि हामीले डिपेन्डेन्सी पनि लेख्न भनेको छ। त्यस कारण मैले के लेखेँ त भन्दाखेरि चाहिँ है साथीहरू मैले के लेखेँ भन्दाखेरि त्यस कारणले हेर्नुहोस् त हाम्रो के भनेको छ यो त बुझ्नुभयो होला होइन साथीहरू। हामीले के गर्यौँ भने हामीले फर्स्टमा यो वाइ ड्यास छ नि वाइ ड्यासलाई 0 गराउने रहेछ होइन वाइ ड्यासलाई 0 गराउने अरूलाई यस्तो गराउँ 1.5 भनेको इक्विलिब्रियम सोल्युसन हो। यो इक्विलिब्रियम सोल्युसनभन्दा 1.5 भन्दा बढी भ्यालु राख्दाखेरि के आउँदो रहेछ हाम्रो नेगेटिभ आउँदो रहेछ। नेगेटिभ आयो भने के हुन्छ अरे हाम्रो माथिबाट हाम्रो कहाँ जाँदो रहेछ तलतिर जाँदो रहेछ इक्विलिब्रियम सोल्युसनमा। अनि वाइको भ्यालु चाहिँ के गर्ने त 1.5 भन्दा कम राख्ने होइन कम राख्दाखेरि के आयो हाम्रो पोजिटिभ आयो भने तलदेखि माथि जाने हो। यति कन्सेप्ट तपाईँहरूले बुझ्नु पर्यो। अनि यहाँ के भनेको छ त भन्दाखेरि चाहिँ हेर्नुहोस् है त इफ दिस बिहेभियर डिपेन्ड्स अन द इनिसियल भ्यालु अफ वाइ एट टी इक्वल टु 0 डिस्क्राइब द डिपेन्डेन्सी भनेको छ। त्यही भएर हामीले लास्टमा यस्तो लेख्नुपर्छ। के लेखेँ त मैले हेर्नुहोस् है त खासै केही त लेखेको छैन हेर्नुहोस् है त त्यही हजुरहरूले पनि नोटमा बनाउँदै गर्नुहोस् यस्तै हो लेख्ने एक्जाममा पनि यस्तै हो गर्ने मार्क्स आउँछ फुल मार्क्स। द डिरेक्सन फिल इज सोन इन द फिगर 1 मैले फिगर 1 लेखेको छु है त्यो त वी क्यान सी द्याट एज टी टेन्स टु इन्फिनिटी डिरेक्सन फिल कन्भर्जेज टु y equal to 3/2 we observe that the convergence is the faster if y is nearer to equilibrium solution y equal to 1.5 भनेर मैले लेखेँ। यो डिरेक्सन फिल्डले के देखायो त होइन सोल्युसनहरू कस्तो देखायो अरे कस्तो देखायो भन्दाखेरि चाहिँ जस्तै सोल्युसन चाहिँ कन्भर्जेन्स भएको होइन कन्भर्ज भएको देखायो अर्थात् इक्विलिब्रियम सोल्युसनतिर आएको चाहिँ देखायो होइन यो सोल्युसनले। अब यो बुझ्नुभयो होला यति नै हामीले गऱ्यौँ भने चाहिँ होइन यति गऱ्यौँ भने हामीलाई चाहिँ 4 मार्क्स हाम्रो आयो भनेर बुझ्नुहोस् है। यो ट्युमा पनि सोधिसकेको क्वेसन हो साथीहरू। हजुर साथीहरूले बुझिसक्नु भयो होला होइन के अरे हाम्रो फेरि भन्ने र नभन्ने है फेरि भिडियो रिपिट गरेर हेर्नु होला बुझिसक्नु भयो होला। अब डाइभर्जेन्सको हेरौँ न कस्तो हुँदो रहेछ डाइभर्जेन्सको त्योहरू पनि म तपाईँहरूलाई सिकाउने छु त हेर्न जाऊँ ल। अब कस्तो त डाइभर्जेन्स त मैले भनिहालेँ। अब के हो त हेरौँ है त कस्तो दिएको छ क्वेसन मैले सेम त्यस्तै क्वेसन चाहिँ ल्याएको छु होइन यो बुककै क्वेसन हो हाम्रो। ड्र डिरेक्सन फिल्ड फर द गिभन डिफरेन्सियल इक्वेसन y dash equal to 2 minus 3y. Determine the behavior of y as t tends to infinity. If this behavior depends on the initial value of y at the t equal to describe the dependency भनेको छ। अब मैले हामीलाई गिभन इक्वेसन के दियो y dash equal to 2 minus 2y minus 3 दियो 2y minus 3 दिएपछि के गर्यौँ हामीले इक्वेसन फर्स्ट भनेर लेखेँ यस्तै गरेर नै लेख्ने हामीले हो। अनि फर क्रिटिकल पोइन्ट भनेर लेख्छौँ भनेपछि यो वाइ ड्यासले के गर्ने अरे 0 गर्ने 0 गर्दा के आयो त यहाँ यसैले लेख्यो कि वाइ ड्यासले 0 गर्दाखेरि 0 इक्वल टु के आयो त 2y minus 3 आयो। अनि यताको माइनस 2y हुन्छ यता आउँदाखेरि हो भनेपछि इक्वल टु भन्दा यता आउँदाखेरि भनेपछि माइनस 3 भयो। अनि यस्तो आउँदाखेरि कति भयो त यहाँ मैले लेखेको छु यस्तो आउँदाखेरि हाम्रो के भयो माइनस 2y माइनस 3y यो भनेको कति हो y इक्वल टु माइनस 3 माइनस 2 गर्दा कति आयो हाम्रो माइनस माइनस क्यान्सल भएपछि 1.5 आयो
हेर्नुहोस् है, फेरि अघि पनि 1 पोइन्ट, अहिले पनि 1 पोइन्ट भन्नु होला। अहिले इक्वेसन डिफ्रेन्ट छ है। हाम्रो कस्तो छ इक्वेसन, y ड्यास इक्वल टु 2y माइनस 3 वाला छ है इक्वेसन चाहिँ। ल हेरिदियो हो, हाम्रो 1.5 नै के हो, इक्विलिब्रियम सोलुसन हो। अब हेर्दै जानुहोस् है। अब यो इक्वेसन y को भ्यालु हामीले के राख्दाखेरि कस्तो हुन्छ त, अब हेरौँ है। y को भ्यालु मैले 1.5 भन्दा ठुलो राखेँ, 1.5 भन्दा ठुलो राख्दाखेरि के आयो, y इक्वल टु 3 राखेँ, y इक्वल टु 3 राखेँ। यतातिर हेर्न सक्नुहुन्छ है, y इक्वल टु 3 राख्दा के भयो, 2 मल्टिप्लाई 3 माइनस 3 भयो, गर्दाखेरि कति आयो, 3 आयो, पोजिटिभ आयो। हो, पोजिटिभ आयो भने हाम्रो सोलुसन पोजिटिभ आयो भने के हुन्छ अरे, हाम्रो के हुन्छ, पोजिटिभ आयो भने भन्नुहोस् त एकपटक, बुझ्नुभयो। सो द इक्विलिब्रियम मैले भने नि, पोजिटिभ आयो भने के भयो, हाम्रो पोजिटिभ आएपछि के हुन्छ अरे, y इक्वल टु 3 राखेँ, अर्थात् 1.5 भन्दा मैले y को भ्यालु धेरै राखेँ, 3 राखेँ। 3 राखेपछि के आयो त, हाम्रो भ्यालु के आयो, 3 आयो है, 3 आयो। y को भ्यालु केमा राख्ने हो, यो y मा राख्ने हो कि, बुझ्नु त भयो होला नि होइन, बुझ्नु भएको छ नि, किन नबुझ्ने, y इक्वल टु 3 यसरी राम्ररी भनेपछि किन नबुझ्ने, बुझिहाल्नुहुन्छ। भनेपछि पोजिटिभ आयो, हाम्रो सोलुसन पोजिटिभ आयो भने के हुन्छ त, हामीले के गर्ने रे, पोजिटिभ आयो भने के हुन्छ त हाम्रो भन्दाखेरि चाहिँ, हाम्रो के हुन्छ त भन्दा इक्विलिब्रियम सोलुसनबाट होइन, हाम्रो पोजिटिभ आयो भने के हुन्छ अरे, हाम्रो इक्विलिब्रियम सोलुसन y इक्वल टु 1.5 भनेर मैले यहाँ लेखेको छु, y इक्वल टु 1.5, यो चाहिँ हाम्रो t भन्ने भयो, यो y भयो भनेपछि इक्विलिब्रियम सोलुसन y इक्वल टु 1.5 हो भनेपछि इक्विलिब्रियमबाट कहाँ हुन्छ, तलबाट माथि जान्छ है, तलदेखि माथि गयो है, तलदेखि माथि गयो, बुझ्नुभयो होला। यो ग्राफ यस्तै बनाउने है साथीहरू, तपाईँहरूले कन्फ्युजन हुनुभयो कि यस्तै बनाउने, अर्थात् 1.5 आएछ, त्यही भएर मैले यो 0 लेट गरेपछि यो यतातिरको मैले 1 माने, अनि यसलाई 2 माने भनेपछि यो बिचको 1.5 हो कि, यही 1.5 ले 1.5 यस्तरी लेख्ने हो हामीले। भनेपछि के भयो अरे, y को भ्यालु 1.5 भन्दा बढी राख्दा के आयो अरे, हाम्रो सोलुसन पोजिटिभ आयो। सोलुसन पोजिटिभ आउँदा बित्तिकै के हुन्छ अरे, तलबाट माथितिर जान्छ, कहाँदेखि माथि रे, तलदेखि माथितिर जान्छ। त्यही भएर मैले यहाँ के लेखेँ, तल सोलुसन इन्क्रिजेस, यहाँ तलदेखि माथि जाने भयो, तलदेखि माथि गयो हो, बुझ्नुभयो। अब फेरि हेर्नुहोस् है, मैले के गरेको छु त भन्दाखेरि चाहिँ y को भ्यालु 1.5 भन्दा 1.5 भन्दा चाहिँ मैले y को भ्यालु 1.5 भन्दा मैले कम राख्छु है, कम भनेको 1 राखेँ, 1 राख्दा के आयो, सोलुसन हाम्रो नेगेटिभ आयो है, सोलुसन नेगेटिभ आयो। सोलुसन नेगेटिभ आयो भने के हुन्छ, हामीले के गर्ने रे, इक्विलिब्रियम सोलुसन भनेको y इक्वल टु 1.5 हो, 1.5 भन्दा के गर्ने, हाम्रो सोलुसन नेगेटिभ आयो भने माथिबाट तलतिर जाने, इक्विलिब्रियम सोलुसन यही हो, यो माथि भनेको इक्विलिब्रियम सोलुसन हो, इक्विलिब्रियम सोलुसन भन्दा तलतिर जाने। मैले के भने, पोजिटिभ आउँदाखेरि तलदेखि माथि जाने हो, तलदेखि माथि जाने, अर्थात् इक्विलिब्रियम पोइन्ट के यहाँदेखि तलदेखि माथि जाने होइन। नेगेटिभ आयो भने के हुन्छ, माथिबाट के जाने, हामी तलतिर जाने भनेर बुझ्नुहोस् है त। त्यही भएर मैले यसको डिपेन्डेन्सी के लेख्यो त भन्दाखेरि चाहिँ, द सोलुसन भनेर अघि जस्तै लेख्ने, द सोलुसन डाइभर्जेस फ्रम y इक्वल टु 1.5 भनेर लेख्ने। यो डाइभर्जेन्ट हो कि नै, यो के भएको छ, इक्विलिब्रियम सोलुसन भनेको हाम्रो y इक्वल टु 1.5 हो, 1.5 भन्दा कहाँ गएको छ, यो हाम्रो यो माथितिर गएको छ, त्यही भएर यो के भयो, डाइभर्जेन्स भयो है। ल अर्को मैले ट्युमा 2073 र 2076 मा सोधेको क्वेसन लिएर आएको छु है, हेर्नुहोस् त। ल हेर्नुहोस् है, हाम्रो के भनेको छ त भन्दाखेरि चाहिँ, राइट डाउन द, हाम्रो के भन्यो त भन्दाखेरि चाहिँ, राइट डाउन अ डिफरेन्सियल इक्वेसन अफ द फर्म dy अपन dt ay प्लस b हुज सोलुसन एप्रोचेस y इक्वल टु 2/3 8 t टेन्स टु इन्फिनिटी भनेको छ। अब हेर्नुहोस् है, हामीले गिभन हाम्रो इक्वेसन के दियो, dy अपन dt इक्वल टु ay प्लस b दियो हो। अब यस्तै अवस्थामा के गर्ने हेर्दै जानुहोस् है, वी कन्स्ट्रक्ट अ डिफरेन्सियल इक्वेसन dy अपन dt इक्वल टु ay प्लस b भनेर मैले लेखेँ। अब यसपछि के गर्ने त, वी हुज सोलुसन एप्रोचेस टु y इक्वल टु 2/3 दियो, डाइरेक्ट 2/3 y इक्वल 2/3 दियो भनेपछि 2/3 भनेको कति हुन्छ, 0.66 हुन्छ क्या सायद हो। यो इक्विलिब्रियम सोलुसन भनेर लेट गरिहाल्नु, त्यही पनि हल्का केही गर्नु पर्यो है हामीले। बट यहाँ मैले के लेखेँ, बट फर इक्विलिब्रियम सोलुसन dy अपन dt भने के हुन्छ अरे, हाम्रो 0 हुन्छ। हेर्नुहोस् है, त्यही नै हेर्नुहोस्, हाम्रो dy अपन dt हामीले के गर्ने, 0 गर्ने हो। 0 गर्दा के भयो, ay प्लस b मा चाहिँ इक्वल टु 0 भयो हो। यो गर्दाखेरि के भयो, हाम्रो a इक्वल टु के हुने, y इक्वल के हुने, माइनस b अपन a हुने भयो हो। यो माइनस b अपन a हुने भयो हो। y इक्वल टु हाम्रो कति छ अरे, y इक्वल टु कति छ, हाम्रो 2/3 छ हो। यसले के गर्ने, y इक्वल टु हाम्रो कति छ, y इक्वल टु पनि हाम्रो कति छ, 2/3 छ। त्यही भएर हामीले के गर्ने, माइनस b भनेको मैले 2 लेख्ने, माइनस b भनेको 2
अर्थात् -2 अघि नै ए भनेको के भयो 3 हुने भयो। त्यही भएर मैले के गरेँ यसको इक्वेसन चाहिँ कस्तो बन्यो भन्दाखेरि चाहिँ dy/dt 3y - 2 जस्तो बन्यो। त्यही भएर dy/dt 3 कमन लिँदा के भयो y - 2/3 हो। यति चाहिँ गरिदिनुपर्छ है हामीले, यति गरिदिने। यसको सोलुसन चाहिँ के हो त भन्दाखेरि चाहिँ कति हो त 2/3 हो भनेर बुझ्नु पर्यो है। अब हेर्नुहोस् है मैले के गर्छु त्यस्तै अब तपाईँहरूले पनि लेख्नुहोस् है रफमा, नत्र भिडियो चाहिँ लङ हुन्छ। 2/3 भन्दा मैले के राख्छु त भन्दाखेरि चाहिँ y को भ्यालु के राख्छु मैले ठुलो राख्छु। 2/3 भन्दा ठुलो राख्दा के आयो त मेरो भन्दाखेरि चाहिँ मेरो पोजिटिभ आयो है। पोजिटिभ आउँदा के भयो त भन्दाखेरि चाहिँ यो लाइनहरू माथितिर जान्छ, तलबाट माथितिर जान्छ हो। अब हेर्नुहोस् है फेरि अर्को मैले y हैन y इज लेस देन 2/3 हैन, y को भ्यालु चाहिँ 2/3 भन्दा मैले कम राखेपछि के आयो भ्यालु नेगेटिभ आयो हैन। भ्यालु नेगेटिभ आयो त्यही भएर मैले के गरेँ माथिदेखि तलतिर गएको छ, यो पनि डाइभर्ज भयो। बुझ्नुहोस् है साथीहरू, इक्विलिब्रियम सल्युसन यसरी बनाउने हो कि ग्राफ हजुरले आउँछ होइन, आउँदैन र आइहाल्छ नि। 0 लेख्ने -1 माइनस इक्विलिब्रियम सल्युसन -0.5 आएको भयो, यहीँदेखि इक्विलिब्रियम सल्युसन त्यसरी बनाउने थियौँ है। तर हाम्रो के पोजिटिभमा नै हो, त्यही भएर हामीले माथि राख्यौँ। यसरी बुझ्नु होला ल। यो बुझिसक्नु भयो मलाई थाहा छ। र साथीहरू हेर्नुहोस् हाम्रो के भन्यो त भन्दाखेरि सेकेन्ड क्वेसनले पनि त्यस्तै क्वेसन हो है साथी, त्यतिकै आएको छैन। ड्र डिरेक्सन फिल्ड फर द डिफरेन्सियल इक्वेसन y डैश इक्वल टु -1 - 2y एन्ड डिटरमाइन द बिहेभियर y t टेन्ड्स टु 0 भनेर यसरी भनेको छ हाम्रो। त्यहाँ मैले यो इक्वेसनले लेखेँ। इक्वेसन लेखेर के गर्ने रे हाम्रो फर के लेख्ने रे हामीले फर क्रिटिकल पोइन्ट भनेर लेख्ने y डैश इक्वल टु 0। यो गर्दाखेरि के आयो त भन्दाखेरि -0.5 आयो हाम्रो। यो तपाईँलाई थाहा छ यो 0.5 भनेकै हाम्रो के हो रे इक्विलिब्रियम सल्युसन हो। अब हेर्नुहोस् -0.5 अब यहाँ मैले कस्तो गराएको छु त हेर्नुहोस् है 0.5 आयो। त्यही भएर मैले के गरेँ त भन्दाखेरि यसरी ड्र गरेँ है। यसरी हामीले मैले ग्राफ ड्र गरेँ। ग्राफ ड्र गरिसके पछाडि के भयो त यो इक्विलिब्रियम मैले कसरी ड्र गरेँ हेर्नुहोस् है त। यो x भन्ने भयो यसरी, यो के भयो त भन्दाखेरि यो माथिको x भन्ने भयो, यो y भन्ने भयो हो, यो y हुने भयो, यो x ड्यास हुने भयो भनेपछि हाम्रो -0.5 आएको छ है, -0.5। त्यही भएर मैले यहाँ के गरेँ -0.5 यहाँ पर्छ भनेर y इक्वल टु -0.5 राखेँ है, यसरी राखेँ। अनि -0.5 भन्दा मैले के गरेँ त भन्दाखेरि -0.5 भन्दा मैले के राखेँ त भन्दाखेरि चाहिँ कम भ्यालु राखेँ हो। अर्थात् y इज ग्रेटर देन -0.5 अर्थात् 0.5 भन्दा मैले y को भ्यालु बढी राखेँ, 1 राखेँ हैन। ल हेर्नुहोस् मैले यहाँ लेखेको छैन क्या मैले, हेर्नुहोस् है y को भ्यालु -0.5 भन्दा बढी राख्दाखेरि हैन, -0.5 भन्दा यो -1 त ठुलो हो हैन र, ठुलो हो त कसरी हो भन्दाखेरि चाहिँ यहाँ इन्टिजर्समा तपाईँहरूले थाहा छैन र थाहा छ त 0 भन्ने भयो, यो 1 भन्ने भयो, यतातिरको -1 हुने भयो, यो -2 भन्ने भयो हो। त्यही मैले के गरेँ त भन्दाखेरि चाहिँ -0.5 भन्दा चाहिँ मैले के गरेँ y को भ्यालु चाहिँ धेरै राखेँ है, धेरै राखेँ। सरी मैले के भने रे यता के रे हाम्रो यतातिर के हुने भयो यो भयो भने यो भनेको 0 हुने भयो, यो 1 हुने भयो, यो 2 हुने भयो, यता -1 हुने भयो, यो -2 हुने भयो भनेपछि चाहिँ के गरेँ मैले यहाँ y को भ्यालु मैले के गरेँ त भन्दाखेरि चाहिँ y को भ्यालु -0.5 भन्दा मैले के राखेँ त बढी राखेँ। y इज ग्रेटर देन -0.5 त्यही भएर बढी राख्दा के आयो त हाम्रो सोलुसन के आउँदो रहेछ भन्दाखेरि -1 - 2 मल्टिप्लाई गरेर -2 -1 -2 आयो भनेपछि -3 आयो भनेपछि नेगेटिभ आयो। नेगेटिभ आउँदा बित्तिकै के हुन्छ त हेर्नुहोस् है, नेगेटिभ आउँदा बित्तिकै के हुन्छ के आयो त सो ट्यान्जेन्ट लाइन डिक्रिजिङ लेखेँ। डिक्रिजिङ भने के नेगेटिभ आयो भने के हुन्छ अरे हाम्रो नेगेटिभ आयो भने के हुन्छ अरे सोलुसन हाम्रो माथिदेखि तल जान्छ हाम्रो हो। नेगेटिभ आयो भने के हुन्छ हाम्रो माथिदेखि तल, अर्थात् यो इक्विलिब्रियम सोलुसन यो हो। यो माथिदेखि तल भनेपछि त यहाँ आउने भयो, माथिदेखि कहाँ जाने भयो त माथिदेखि तलतिर जाने भयो नेगेटिभ आयो भने, बुझ्नुभयो। नेगेटिभ आएपछि माथिदेखि तल, पोजिटिभ आएपछि तलदेखि माथि। अब हेर्नुहोस् है मैले y को भ्यालु चाहिँ 0.5 भन्दा चाहिँ कम राखेँ अर्थात् -1 राखेँ। -1 राख्दा के आयो हाम्रो पोजिटिभ आयो। मैले यहाँ रफमा पनि लेखेको छु पोजिटिभ आयो। पोजिटिभ आयो भने के हुने रे हाम्रो पोजिटिभ आउँदा बित्तिकै के हुन्छ पोजिटिभ आयो भने के गर्ने रे हाम्रो तलबाट माथितिर जाने, तलदेखि त्यहाँ तल भयो, तलदेखि माथितिर गयो हैन, यति गरी भइहाल्यो। नेगेटिभ आयो भने
नेगेटिभ आयो भने के भने अरे मैले है, नेगेटिभ आएपछि के गर्ने अरे, नेगेटिभ आएपछि हाम्रो माथिबाट तलतिर जाने होइन, माथिदेखि तलतिर जाने। मैले के भने त सुरुमा है, हेर्नुहोस् है एकचोटि हेर्नुहोस्, नेगेटिभ आयो भने के हुन्छ अरे, माथिदेखि जस्तै पोजिटिभ आयो भने तलबाट तलदेखि माथितिर जाने, तलदेखि माथितिर गइयो। नेगेटिभ आयो भने माथिबाट तलतिर जाने भन्न खोजेँ है त। के अरे, फेरि एकचोटि सुन्नुहोस् है, हामीले वाईको भ्यालु -0.5 भन्दा बढी राख्दाखेरि के आयो रे, हाम्रो भ्यालु के आयो त, नेगेटिभ आयो है। नेगेटिभ आयो कि पोजिटिभ आयो रे, हेर्नुहोस् है, नेगेटिभ आयो कि पोजिटिभ आयो रे, नेगेटिभ आयो। नेगेटिभ आयो भने के हुन्छ त, हाम्रो तलदेखि, नेगेटिभ आयो भने के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो माथिबाट तलतिर जान्छ है, माथिदेखि तलतिर गयो। नेगेटिभ भने नेगेटिभतिर जाने भयो। अब पोजिटिभ आयो के हुन्छ, तलदेखि माथितिर गयो। बुझिसक्नु भयो होला साथीहरू, बुझिसक्नु भयो, धेरै भन्नु परेन ल, यो बुझिसक्नु। त्यही भएर के लेखेँ, द सोल्युसन डाइभर्जेस फ्रम y = -0.5 भनेर लेख्यो है। अब यस्ता क्वेसन पनि सोध्छ, यो क्वेसन पनि हेर्नुहोस् है त, हजुरले गर्नु होला। हाम्रो 2073 determine the value of the r for the which given solution y double dash minus y = 0 has the solution of the y equal to ERT भनेर दिएको छ। त्यही भएर मैले के गर्ने त भन्दाखेरि चाहिँ यहाँ दिएको छ नि हाम्रो गिभन इक्वेसनलाई यहाँ लेख्ने है। यो गिभन इक्वेसनले दियो अनि यहाँ फर्म द सोल्युसन कुनमा फर्म हुनु पर्यो, यसमा आउनु पर्यो। त्यही भएर y = e⁻rt भनेछ। यसले हामीले फर्स्ट डेरिभेटिभ गरी y ड्यास भयो। यो फर्स्ट डेरिभेटिभ गर्दा के भयो त, आरई को पावरमा आरटी भन्ने भयो। अनि फेरि सेकेन्ड डेरिभेटिभ, यसले फेरि डेरिभेटिभ गऱ्यौँ यसैले, भनेपछि के भन्छ त, हाम्रो y² ERT भन्यो हो। यो y² - RT लाई चाहिँ मैले के गरेको छु त, यो हेर्नुहोस् है त, पुटिङ द भ्यालु अफ y, यतातिरको y अनि y ड्यास अनि डबल ड्यासलाई मैले के गरेँ, इक्वेसन फर्स्टमा, यो इक्वेसन फर्स्टमा मैले के गरेँ, पुट गरेँ। यहाँ के गर्ने त, यहाँ भनेको y डबल ड्यास भनेर के राखेँ त मैले, r² e⁻rt माइनस y भनेको छ, y भनेको के भने e⁻rt e⁻rt यहाँ लेखेँ, इक्वल टु यसबाट कमन आयो e⁻rt, r² - 1 = 0 भयो हो। r² - 1 भनेको के हुने भयो त, हाम्रो r = 1 - 1 आयो, आएन र आयो, हजुरहरूले पनि थाहा छ, धेरै भन्नु परेन है। त्यही भएर हाम्रो के भयो त, सो द रिक्वायर्ड सोल्युसन फर द डिफरेन्सियल इक्वेसन y = RT भन्ने है, 1 र -1 आयो, त्यस कारण हाम्रो त्यो लेख्यो। अब हाम्रो यस्तो सोध्यो भने हेर्नुहोस् है त, 2073 मा सोधेको छ, भेरिफाई दैट द yt = t² इज अ सोल्युसन अफ द डिफरेन्सियल इक्वेसन t² यसरी दिएको छ हाम्रो। त्यही के भने, यो t² ले हामीले के गर्छौँ रे, यो t² ले हामीले के गर्छौँ त भन्दाखेरि डबल डेरिभेटिभ गऱ्यौँ, डेरिभेटिभ गर्दा 2t भयो। फेरि यो 2t लाई डेरिभेटिभ गऱ्यौँ भने 2 भयो, 2 भएन र 2 भयो हो। यो y, यो माथिको yt अनि y ड्यास t y डबल ड्यास t लाई मैले के गरेँ, त्यो माथि रहेको इक्वेसनमा राखेँ। इक्वेसन राख्ने, यो क्वेसन आएको छ कि, इक्वेसनमा राख्दाखेरि के भयो त हाम्रो भन्दाखेरि 16t² आयो। y ड्यास भनेको त्यो भयो, डबल ड्यास भने 2 भन्ने आएको छ, 5t को 5t भयो, y ड्यास भनेको 2t आयो अनि 4y भनेको 4t² आयो। भनेपछि यो के भयो त, यो 2 × t² 2t², 5t × 2 भनेको 10t² प्लस 4t² आयो। भनेपछि यो सबै गर्दा कति भयो, 16² आयो। अर्थात् t को सोल्युसन चाहिँ हाम्रो आएन। t = भनेर केही लेख्न सक्यौँ र हाम्रो यसबाट सकेनौँ। त्यही भएर के भयो त, LHS doesn't equal to RHS, then the yt is not a solution of the given equation भनेछ है। सोल्युसन ठ्याक्कै y र x को भ्यालु आएपछि सोल्युसन भयो, नत्र भएन भनेर बुझ्ने। अब हेर्नुहोस् है, त्यस्तै अर्को इक्वेसन छ हाम्रो, इक्वेसन भन्न आएको क्वेसन छ हाम्रो TU 2074 मा कस्तो दियो, डिटरमाइन द भ्यालु of r for the which the differential equation t² y double dash plus 4ty dash plus 2y equal to solution the form भनेछ है। यसैले हामीले के गर्छौँ, डेरिभेटिभ गर्छौँ, फर्स्ट डेरिभेटिभ र सेकेन्ड डेरिभेटिभ गर्छौँ हो। फर्स्ट डेरिभेटिभ गर्दाखेरि यस्तो आयो, सेकेन्ड डेरिभेटिभ गर्दाखेरि यो आयो हैन। यसैले मैले के गर्छु त भन्दाखेरि चाहिँ यही भ्यालुलाई चाहिँ मैले के गर्छु त भन्दाखेरि चाहिँ हेर्नुहोस् है त, यो हाम्रो इक्वेसन भयो। यसलाई डेरिभेटिभ गरियो, हाम्रो डेरिभेटिभ गर्दा के भयो, RT r - 1 भयो। फेरि सेकेन्डचोटि गर्दाखेरि r - 1 t r - 2 नै भयो है। अनि त्यसपछि के गर्यौँ त भन्दा यिनी भ्यालुहरूलाई हामीले यसमा पुट गऱ्यौँ, पुट गऱ्यौँ हामीले सबै भ्यालुहरूलाई यसमा पुट गऱ्यौँ। पुट गर्दाखेरि यहाँ t² र यहाँ t²बाट के हुने भयो त, हाम्रो t² × t² गर्दाखेरि के भयो त, t को पावर 2 प्लस
आर माइनस 2 भन्ने भयो 2 2 के भयो यो क्यान्सल भयो क्यान्सल भएर के बच्यो हाम्रो आर माइनस बच्यो है ए आर माइनस आरमा के बच्यो त हाम्रो आर मात्र बच्यो त्यस कारण मैले के गरेँ त भन्दाखेरि चाहिँ आर मात्र लेखेको हाम्रो इन्डिसेसको ल लगायो कि अब टी र टी के भयो त टी र यहाँभित्रको टी के भयो त माथि यसको 1 भयो 1 प्लस आर माइनस 1 भयो यो क्यान्सल बस्यो अनि आर बचेको है त्यही भएर 4 टिआर लेख्यो यो सेम भयो है यिनीबाट हामीले टी कमन लियौँ टी कमन लिँदाखेरि के भयो त भन्दाखेरि यस्तो आयो हाम्रो इक्वेसन यस्तो आइसके पछाडि यो टी कमन ल्याएको अनि यसले के गर्यो त भन्दाखेरि चाहिँ हामीले हेर्नुहोस् है साथी बुझ्नु भएन कि क्या हो बुझ्नु भयो कि बुझ्नु भएन है आर स्क्वायर माइनस आर टी स्क्वायर भयो यो भित्र मल्टिप्लाई गर्दाखेरि अनि 4t यो जस्ताको तस्तै आयो यो बुझ्नु भयो होला अनि त्यसपछि हाम्रो इक्वेसन के आयो त भन्दाखेरि चाहिँ त्यसबाट टिआर कमन आएर यो आयो यो आइसकेपछि -4 + 4 गर्दाखेरि अब 3r भयो अनि के भयो त भन्दाखेरि चाहिँ पानी परिराखेको छ सायद तपाईँहरूकोमा साउन्ड अलिक कम नै आउँछ होला हेर्नुहोस् है त जस्तो आए पनि म्यानेज गरेर हेर्नुहोस् है त साथीहरूलाई अनि यस्तो आयो हाम्रो यो आइसकेपछि के भयो त भन्दाखेरि चाहिँ यो भ्यालु टीको पावरमा टिआर भनेको के भयो त भन्दाखेरि चाहिँ हाम्रो टिआर भनेको हाम्रो 0 हुने भयो आर स्क्वायर प्लस 3r प्लस 2 भनेको के हुने भयो यसलाई हामीले यो अल्जेब्राको फर्मलाई नि यो जस्तै 2 आउनु पर्यो हाम्रो मल्टिप्लाई गर्दाखेरि अनि जोड्दाखेरि कति आउनु पर्यो 3r आउनु पर्यो यो भयो अनि यो गर्दाखेरि r को भ्यालु कति आयो रे हाम्रो r -2 र -1 भन्ने आयो है ल हस् साथी यो चाहिँ मैले नेक्स्ट भिडियोमा हजुरहरूलाई गर्नेछु अर्को नेक्स्ट भिडियोमा सल्भ गर्नेछु यो क्वेसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ है कस्तो लाग्यो भिडियोहरू जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला थ्यांक यू